सोनिगा लिसे दिया थिति थासे सलया हंगु दुसा येले बुधबा याक सलबाका सलया हंगु ख तेदस येलय बालकुमारी देवथा जुगु जात्रा वलखु चिवा तया भिन्य गुथि न्याक वइचंगु जियो भिडिया त चाहिँ पपन झर्दो त्यो चाहिँ टिकटिङ बसे चाहिँ चेन जियो छिटो मंगले जिकी पहिला ल्याकु जिगा अन चाहिँ छिटन बोल्की हो चिबा था तन पलकतै के छ कुनुगा कुना पलकने ल्याउ कुनु पलकने जो जी पहिला अनि बालकुमारी हुनुगा बालकुमारी ada पलकने ल्याउ एउटा त्यो 3 राउन्ड चाहिँ अप एन्ड डाउन न जिउ ज्यादा निस्रिएगा राज्य कोटीको रूपमा ऐतिहासिक झु जात्रा खर्च अठो जात्रा चाहिँ झु समस्को झि घोडा चाहिँ सोलो चाहिँ झिजन बाँकी जातीय रूपमा एकदमै प्रख्यात हो आठो चाहिँ 64 सालपछि तन वलफुट आयो आठो त्यो गुठी न व्यवस्थापन समिति दिएका चाहिँ त्यो एकदम व्यवस्थित रूपमा नियन्त्रण रूपमा सञ्चालन चाहिँ अब यहाँ गुटु अथवा झिउ इतिहास जो कारण झिउ परम्परा व झिउ संस्कृति जो कारण त्यो संरक्षण या लागि जमा निवास समुदाय त जमा मिले त्यो त झ्याके मारहरू चाहिँ जिल्ला लगाए जो जिउकै लागि चाहिँ सकल निवास समुदाय तर्किपी सकेस्ता जी विनम्र जी अनुरोध चाहिँ जात्राया लागि सल सिंह दरबारे दुगु नेपाली सेनाय रिसल्ला ब्यारेकमा भएको खासा पेसा दन्यो जुजु शिवदेविया पालनसे न्यागु विश्वास याना तगु थुगु जात्रा कथा पिन्दिया गुठिया छम गुठिया सलगया ओल्खु नेउत तोहल बलगने दे जुका बालकुमारी हे लिहावया जात्रा यैगु ख सम्पूर्ण नेपाली पिण्ड अलनामा चाहिँ सिराडो चाहिँ नेपाल मण्डल च्यानल पाखे झाइदिने नेपाल मण्डल चलिएर ठाउँ चाहिँ छेउ बरजात्रा औँसी दिने झिउने अमाइरहे अमाइ दिने चाहिँ छेउ याकसल जात्रा यहाँ छिसा मारे यहाँ नआया हो चाहिँ आजको नाम मुखी मल्लकालीन जुजु यो इले येलो मंग बजारे जम्म मल्लकालीन जुजु यो इले नासे चाहिँ छिसाको याको जात्रा यहाँ तुम बगाज नसलो अब छा बगाज न छिया बगाज न देख्दै खेक्या खासै ढाउसा आ जिबी हिमसेन गुटी जो खलो रे जिबी जिमको च्यो छा यादे उगा ढाउसा अब जुजु था छम च्योच नाचौँ ल छिदाजको जाबी छिउ खलौट च्योच नाचौँ ल च्योच नाचौँ अवस्था चाहिँ छनु चाहिँ
यही दिने यो चाहिँ चोरै दिने चाहिँ उपरि घोरैटा चाहिँ सिङ्गार याना बोलका सुसको पिचका याना चाहिँ छमुच्यो न याना चाहिँ अवस्था सिरे रुङ्गा यो बनी यो टाइममा चाहिँ सिलेका चाहिँ कसको ठाके या चानिसना जेना चाउँछु ल जेना चाउँ अवस्था चाहिँ जुजु चाहिँ नि खोज्यो छिना चाउँ ख सल सिङ्गार सिलो खमको म झ्याउ पनि भालाउ बामलाउ सबको बिचार yana चाहिँ लामा चाहिँ च्योठा सोमाउले को च्योठा चाहिँ याव मनि नागा चाहिँ श्रीपे चाहिँ दुखाका छौँ ठ्याक्क श्रीपे ल्याउनु चाहिँ सिंहासन चाहिँ सिंहासन नागरा चाहिँ याव छाउनु पनि पुगे उता गया छौँ चाहिँ वो जुजु अचम जुल ओहो को याव मनि नागरा चाहिँ छिटो पिकमा जी जुजु ख छिटो कुमगा कोसी छोटे समस्या चाहिँ उखाएन वो वास्तविक मुनु चाहिँ हरकुनपट्टि मुख कम्चिनाको चाहिँ ढाठैमेपट्टि सुनिता लक्षण लामो गाडी किसिम चाहिँ जुजु ठिक कनै दिने चाहिँ कनै अमै जुल अमै दिने चाहिँ ठो जुगुम सल ठो ज्योइटो गएको कनै छुनु ठो जुजु या हो जुजुइटो जुजे समान गाडी किसिम चाहिँ वो ज्योइटो सल गएको वो सल अमै दिने चाहिँ वो सल घन बाँकी ढिपटी खेग्या वो जुजु राजा मल्ल देखाटो गणेश स्टाफ न भल गणेश ख आछिस भल ढोका ढ्याया छौँ ख वो भल ढोका छौँ भल गणेश ख वो गणेश चाहिँ मल्ल जुजु चाहिँ स्टाफ न टम खरो अले वो भल घन बाकुले ढाले चाहिँ गणेडियो चाहिएको भल ढोका चाहिँ चौम गणेडियो चाहिएको ढा चाहिँ चागियो अवस्था चाहिँ अनल्याया चाहिँ ठन्डामा बुइटोल लिप्टी छोटासे छम जुजु ठु बुइटोले आफू जुजितन म निमन्त्रण यहाँ म जुजितन केनमाल गाडी किस्म चाहिँ ठो बालकरी मन्दिर बालकरी दियो ठो क्वाछे छिउपट्टि आफै भाषा ठनु क्वाछे रही अब यो बालकरी ज्या जंग अनि यो ढाठे ढा फस अनि यो ठाइ ना क्वाछे ख अले ओके चाहिँ ठोप्ला दिया चाहिँ बालकरी चाहिँ अले ठो बालकरी टाप सोचा चाहेका बालकरी न गणेश सोचा चाहि ढुङ्गा चाहिँ ठो घर जात्रा सम्पन्न जिउ अले घर जात्रा सम्पन्न जिउ आठो घर चाहिँ नि सुना गइले ढिबी खेक्या चाहिँ ठो मेबिसँग गेउ मरो को गुठ्यार त यो भीमसेन गुठी चौकले चाहिँ जुजो ज्या चौकी गुठ्यार ब्याग छ ब्याग मेबिसँग गेउ मरो म चन्द्र महर्जन यो भीमसेन गुठी चौ खलको म एउटा चाहिँ आजको भूमिकामा छु अब पाटनको एकल घोडा जात्रा भनेर चाहिँ विश्वभरि यो चाहिँ एउटा चित परिचित छ यो घोडा जात्रा चाहिँ राष्ट्रिय पर्वको रूपमा मनाएको छैन है अब नेवारको सम्मत अनुसार चाहिँ यो चाहिँ 5 अरेमा मनाइन्छ यो अब उपत्यकाको चाहिँ विभिन्न ठाउँमा चाहिँ 5 अरेमा विभिन्न जात्रा पर्व मनाउँछ अब पाटनमा चाहिँ एकल घोडा जात्रा मनाउने प्रचलन हाम्रो मल्ल राजाको बाट नै यो सुरुवात भएको देखिन्छ अब यो जात्रा चाहिँ पाटनको एकल घोडा जात्रा चाहिँ
जनस्तरबाट मनाउने भएको हुनाले यसको छुट्टै महत्त्व छ यसलाई। अब उता हाम्रो काठमाडौँमा चाहिँ सैनिकहरूले यता चाहिँ तालिमप्राप्त सैनिकहरूले चाहिँ मनाउँथ्यो, यो चाहिँ अब जनस्तरबाट मनाउने। अब यो जात्रा यहाँमा त पाटनको जात्रा चाहिँ सम्पन्न भएपछि मात्रै काठमाडौँको जात्रा चाहिँ सुरु हुन्छ त्यहाँ। यहाँ जात्रा सुरु नभएसम्म सम्पन्न नभएसम्म उता चाहिँ सुरै हुँदैन उता। यो चाहिँ यो एउटा चाहिँ नेपालको जात्राको परम्परा नै हो यो पाचरेको घर जात्रामा। अब यो जात्रा किन मनाउँछ भनेपछि अघि हाम्रो अग्रज चाहिँ वक्ताले भने जस्तै यो जात्रा चाहिँ एउटा चाहिँ साधारण काम गर्ने मान्छेलाई चाहिँ आफ्नै आँखाले शेषनागको ओरेको देखेपछि स्याहान गरेर ओरेको देखेपछि अचम्म भएर यो साधारण मानव होइन, यो पनि एउटा राजाकै प्रतीक हो। यसलाई चाहिँ काम गर्ने एउटा चाहिँ चोलाई एउटा नोकरलाई मेरो घोडा सवार गर्ने घोडालाई नै उसलाई चाहिँ राजाको रूपमा एक दिनको राजाको रूपमा चाहिँ उसकै आसेपासे अथवा चाहिँ भोलो गणेशको वरपर बालकुमारी क्वार्छेमा जनताको देख्ने गरी उसलाई चाहिँ चन्दन लगाएमा अथवा चाहिँ आफ्नै सवार चाहिँ उसलाई चाहिँ राजाको रूपमा चाहिँ गर्न लगायो भने यो एउटा चाहिँ जनमानसमा सुशासनको व्यवस्था, एउटा चाहिँ राम्रो समृद्धिको व्यवस्था, एउटा चाहिँ इतिहासको व्यवस्था हुन्छ। अनि थप चाहिँ यसमा चाहिँ घोडाको तापले घोडाको खुट्टाको तापले चाहिँ सडकमा चाहिँ खुल्चिएपछि यहाँ चाहिँ जति पनि नरपिशाचहरू भूतप्रेतहरू माथि आउन नसकोस्, जनतालाई चाहिँ प्रजालाई चाहिँ निरोगी होस्, सुस्वास्थ्य होस्, राम्रो होस् भनेर सरकारले प्रजालाई नै घोडा जिम्मा दिएर आफ्नै चाहिँ घोडा उसलाई जिम्मा दिएर यहाँ चाहिँ घोडा जात्रा प्रचलनमा ल्याएको देखिन्छ। खासै त्यो सल गया वो मिस्द बिन्द्य थासो हगु स्वामाको खाका पुजाइदुन चलन्दु।